सफल महिला समूहको दोस्रो साधारण सभा तथा सम्मान कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्न चाहन्छु। म यस समूहकी सचिव गीता श्रेष्ठ, हाम्रो गेस्टहरू पनि आइसक्नु भएको छ र आज चाहिँ हामीले 115औं नारी दिवस पनि मनाउँदैछौँ। सो कार्यक्रम सुरु गर्नुभन्दा अगाडि आज म केही कुरा भन्न गइरहेको छु। मेरो एउटा बिहानै उठ्ने बित्तिकै मलाई एउटा केही कुरा लेख्न मन लाग्यो। म कवयित्री पनि होइन, म गीतकार पनि होइन, म कुनै साहित्यकार पनि होइन, तर मलाई यसो मनमा लागेको कुरा लेख्न मन लाग्यो। सायद तपाईहरुले स्वीकार्नुहुन्छ होला। सो म सुरु गर्न चाहन्छु। सुशीला तिमी परिवर्तनको सङ्घारमा छौ, कठिन छ तर नामुमकिन भने होइन। सुशीला तिमी परिवर्तनको सङ्घारमा छौ, सपना केवल तिम्रा हुन्, तिम्रा सपना केवल तिम्रा हुन्, तिमीले देखेका सपनाका बाटामा। तिम्रा सपना केवल तिम्रा हुन्, तिमीले देखेका सपनाका बाटामा आएका ती नीलडामहरू साक्षी छन्। तिमीले देखेका सपनाका बाटामा आएका ती नीलडामहरू साक्षी छन्, ती कटु वचनहरू साक्षी छन्। कसम खाऊ तिमी पछि हट्ने छैनौ, कति पनि नडगमगाई अघि बढ। तिमी परिवर्तनको सङ्घारमा छौ सुशीला, तिमी परिवर्तनको सङ्घारमा छौ। धन्यवाद गर्दछु। संख्या थोरै भए पनि सफल महिला समूहको महिलाहरूको नारीहरूको हातमा चाहिँ एकदमै पावर छ। सो मैले नाम लिँदै गर्दा आसन ग्रहण गराउँदै गर्दाखेरि तालीको कमी चाहिँ हुनु भएन है। ओके, यसै गरी हाम्रो आजको प्रमुख अतिथिज्यू हुनुहुन्छ ललितपुर महानगरपालिका वडा नम्बर 26 का वडाध्यक्ष सुरेश महर्जनज्यूलाई पनि प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। ओके, भरत यादवज्यू ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु विशेष अतिथिज्यूको रूपमा। ओके, आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। उहाँको प्रोफाइल यति लामो छ कि मैले जहिले पनि गल्ती गर्छु र म्यामले मलाई आज पनि तपाईँले गल्ती गर्नुभयो भन्नुहुन्छ। आज चाहिँ सायद मैले सही भने होला है। ओके, थ्याङ्क यू कल्पना म्याम। यसै गरी हाम्रो समूहका निवर्तमान अध्यक्ष कविता खड्काज्यूलाई पनि आसन ग्रहण गरिदिन हुन, अगाडि आएर आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रम जारी छ। मन्जु बज्राचार्यज्यूलाई पनि आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। नम्बर 26 कि महिला सदस्य हुनुहुन्छ सरस्वती महर्जनज्यू, उहाँलाई पनि आसन ग्रहण गरिदिन हुन म हार्दिक अनुरोध गर्दछु। उहाँकै पहलले हाम्रो समूह गठन भएको थियो र यसै गरी हाम्रो प्रमुख अतिथिज्यू हुनुहुन्छ, यसै गरी हाम्रो विशेष अतिथिज्यू हुनुहुन्छ, यसै गरी हाम्रो विशेष अतिथिज्यू महर्जनज्यू, हाम्रै समूहकी संस्थापक सल्लाहकार हुनुहुन्छ कविता खड्काज्यू, यसै गरी नेवा पत्रकार तबु ललितपुर जिल्लाकी अध्यक्ष हुनुहुन्छ मन्जु बज्राचार्यज्यू, हाम्रो समूहकी संस्थापक नेवा 2081 प्रनिशा साक्यज्यू, अनि हाम्रो समूहकी संस्थापक हाम्रो सल्लाहकार हुनुहुन्छ हाम्रो कल्पना महर्जनज्यू। थ्याङ्क यू। अतिथिज्यू हुनुहुन्छ यसै ललितपुर महानगरपालिकाका वडा अध्यक्षज्यू सुरेश महर्जनज्यूको हातबाट चाहिँ आज हामीले आजको हाम्रो दोस्रो साधारण सभा तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दैछौँ। साथसाथै हाम्रो सफल महिला समूहको दोस्रो साधारण सभा र सम्मान कार्यक्रम पनि मनाउँदैछौँ। सो हामीमा एउटा जोस, जाँगर, उमङ्ग। हाम्रो सञ्चालिकाज्यू हाम्रो गीतामा मलाई यो अवसर दिनुभएकोमा आज स्वागत मन्तव्य गर्नु लागि हाम्रो संस्थाबाट थ्याङ्क यू सो मच सबैजनालाई। नमस्कार। उपस्थित हाम्रो संस्थाकी अध्यक्ष सुनिता खड्काज्यू, प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नम्बर 26 का वडाध्यक्षज्यू सुरेश महर्जनज्यू, विशेष अतिथि मिस नेवा 2081 प्रनिशा साक्यज्यू, त्यसै गरी विशेष अतिथिमा हाम्रो राष्ट्रिय खेलकुद परिषदका राष्ट्रिय भलिबल प्रशिक्षक भरत यादवज्यूलाई, अनि विशेष अतिथि ललितपुर महानगरपालिकाको वडाध्यक्ष 26 की महिला सदस्य सरस्वती महर्जनज्यू, यस संस्थाका कानुनी सल्लाहकार अधिवक्ता रमेश कुमार महर्जनज्यू उहाँले उपस्थित हुनुहुन्न होला, र यस संस्थाकी वरिष्ठ सल्लाहकार
सागरमाथा आर्य प्रथम पत्रकार, हाम्रो यङ्गेस्ट जुन चाहिँ जर्नलिस्ट हुनुहुन्छ, उहाँलाई पनि म स्वागत गर्न चाहन्छु। र यस संस्थाकी निवर्तमान अध्यक्ष कविता खड्काज्यू र हाम्रो नेवा पत्रकार हाम्रो मन्जु बज्राचार्यज्यू। दिनको तालिम ओडाको तर्फबाट हामीलाई 91,000 विनियोजन गरिएको थियो। 2080 नारी दिवसको उपलक्ष्यमा निशुल्क स्त्री रोग तथा पाठेघर क्यान्सर सम्बन्धीको शिविर हामीले गरेका थियौँ। त्यसै गरी हामीले इन्टरनेसनल ट्रेड एक्सपो 2081 मा स्टल राखेका थियौँ। त्यसबाट हामीले धेरै स्टलबाट हामीले कार्य गरेर आफूले उत्पादन गरेको सामानहरू राखेर हामीले त्यहाँबाट हामीले त्यो स्टलबाट हामीले 1300 रुपियाँ नाफा गरेका थियौँ हामीले त्यो स्टलबाट। त्यस्तै काठमाडौँ नगरपालिका वडा नम्बर 10 मा वडाको सदस्यमा एक दिने समूह महिला व्यवस्थापन कार्यक्रमहरू गरेका थियौँ। त्यसमा हामीलाई 55,000 आएको थियो। त्यस कार्यक्रमबाट बचेको 5,000 रुपियाँ हामीले हाम्रै खातामा राखेका थियौँ। राखिएको हाट बजारबाट त्यहाँबाट पनि हामीले 2300 जति आम्दानी गरेका थियौँ। हामीले धेरै नै कामहरू गरेर आम्दानी त हामीले धेरै भयो नि, सुरुमा अलिकति गरिरहेका छौँ। 1,54,600 रुपियाँ हाम्रो आम्दानी भएको थियो। त्यस्तै अब अझै हामी धेरै कामहरू गर्नेछौँ। हामी सरकारमा थोरै रकमबाट नि हामी धेरै जुटाउने छौँ भन्ने आशा राख्दैछौँ। हामीले आएको कुराहरूलाई हामीले खर्च कति भयो त यो पनि म सुनाउन गइरहेको छु। जस्तो हामीले वृक्षारोपण गरेका थियौँ। वृक्षारोपणमा हामीले 7,500 रुपियाँ खर्च गरेका थियौँ। शिविर गरेका थियौँ, त्यसमा हामीले 9,500 रुपियाँ खर्च गरेका थियौँ। त्यस्तै गरी हामीले समूह व्यवस्थापन तालिम गोदावरी नगरपालिका वडा नम्बर 3 मा गरेका थियौँ। त्यसमा पनि हामीले 86,000 रुपियाँ खर्च गरेका थियौँ। नगरपालिकामा आबद्ध दस्तगरहरू हामीले 5,000 रुपियाँ खर्च गरेका थियौँ। त्यस्तै गरी काठमाडौँ नगरपालिका वडा नम्बर 10 मा समूह व्यवस्थापन तालिम गरेका थियौँ। त्यसमा हामीले 50,000 रुपियाँ खर्च गरेका थियौँ। त्यस्तै काठमाडौँ नगरपालिका वडा नम्बर 10 अर्को हाम्रो रहेको छ घर भाडा कर रु 2080 रु 2200 रुपियाँ खर्च भएको थियो। त्यस्तै गरी ललितपुर महानगरपालिका दर्ता शुल्क रु 1550 रुपियाँ खर्च भएको थियो। त्यसै गरी 2080-81 को अडिटर खर्च रु 5,000 रुपियाँ भएको थियो। त्यस्तै गरी कर चुक्ता रु 500 रुपियाँ भएको थियो। शुभकामना व्यक्त गर्दै यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। धेरै अघि चाहिँ मेरो धेरै कमेन्टहरू थियो प्यारेन्ट्सहरूसँग, गुनासो धेरै। ठिकै छ, धन्यवाद। एकदम हँसिली हाम्रो सचिव हुनुहुन्छ। तपाईँहरूलाई यत्तिकै किताबमा हेरेर रमाइलो लाग्यो र उहाँको स्वर सुनेर, होइन र? खोइ त उहाँलाई धेरै धन्यवाद। कार्यक्रम एकदम मजाले सञ्चालन गरिरहनु भएको छ। यो मेरो दोस्रो कार्यक्रम हो। अहिले अघि मात्रै थिएँ म एउटा आफ्नै स्कुलको कार्यक्रममा, र अहिले छु म हजुरको माझमा। यो जुन सफल महिला समूह छ, ललितपुर महानगरपालिकाको एन्टरप्रेन्योर बिजनेस लिडरहरूको चाहिँ एउटा टिम हो सफल महिला। र यसलाई चाहिँ नि अब सुरुमा संस्थापक हाम्रो अम्बिका डल्लाकोटी म्यामले भनिहाल्नुभयो, गीता म्यामले। उहाँले एउटा जस्ट मन्थली एकचोटि भेटौँ, किनभने महिलाहरूको काम धेरै हुन्छ। एउटा मलाई ट्रोल याद आयो, त्यो भनिहाल्छु है म। समाजले चाहन्छ अरे कि महिलाहरू अगाडि बढुन्, सगरमाथा चन्द्रमामा पुगुन् रे क्या। तर चन्द्रमामा जानुभन्दा अगाडि बिहानको खाना चाहिँ पकाएर जानुपर्छ कि। दे वान्ट द्याट। इज द्याट? चन्द्रमामा जानु त जानु, तर एक्चुअली बिहानको खाना चाहिँ पकाएर जानु है। यो चाहिँ भोगिरहेको कुरा हो, हामीले भोगिरहेको कुरा हो। बिहान मैले प्रोग्राममा आउनुभन्दा अगाडि घरमा सबै सिधाएरै आएको, र हाम्रो कति महिला दिदीबहिनीले पनि त्यो सिधाएरै आउनु भएको छ। र हाम्रो अगाडि हुनुहुन्छ मूर्त कल्पना महर्जन, होइन? हामीले जे भोगिरहनु भएको छ उहाँले त्यही भोगिरहनु भएको छ। हाम्रो पनि पहिला दिनको 24 घन्टा छ, उहाँ पनि 24 घन्टा छ, तर उहाँ कहाँ हुनुहुन्छ, हामी कहाँ छौँ। तर हामी पनि समाजरूपी सगरमाथा त हरेक दिन चढ्छौँ।
होइन हरेक दिन हामीले त्यो सगरमाथा चढिरहेको छौँ। मेरो यहाँ प्रतिवेदन थियो, यहाँ कसले लग्नुभयो जस्तो छ मेरो एमसीहरूले। ठिकै छ, म यहाँबाट मेरो मोबाइलमै छ हो, यहाँबाट रोक्नुभयो हो। यस एनिवे ठिक छ। इन्टरनेसनल वुमन्स डेको उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु। एभ्री डे इज वुमन्स डे एक्चुअली भने मर्निङ टु इभिनिङ इज वुमन्स डे होइन र? मर्निङ टु इभिनिङ, किनभने हरेक ठाउँमा वी आर देयर होइन। हामी हरेक ठाउँमा छौँ, खाना पकाउनु छौँ, भाडा माझ्नु छौँ, स्कुल चलाउनु छौँ, अफिस चलाउनु छौँ, गाडी चलाउनु छौँ, सगरमाथा चढाउनु छौँ, एरोप्लेन पनि चढाउँछौँ होइन र? त्यही एभ्री डे इज वुमन्स डे। नट ओन्ली नगरपालिका वडा नम्बर 2 का महिला सदस्य जुन अयन्जिला गम्बोल हुनुहुन्थ्यो, उहाँलाई प्रमुख अतिथिका रूपमा बोलाएका थियौँ र हाम्रो कल्पना महर्जन चाहिँ उहाँ त्यहाँ त्यति बेला हामीलाई मोटिभेटरको रूपमा आइपुग्नु भएको थियो र त्यो कार्यक्रम हामीले त्यहाँ सञ्चालन गरेका थियौँ। सानेपा स्थित रिसोर्ट थियो, त्यहाँ हामीले सञ्चालन गरेका थियौँ। पहिलो कार्यक्रम थियो त्यो हाम्रो मोटिभेसन सहित दर्ता पछिको पहिला कार्यक्रम, तर दर्ता अगाडि पनि हामीले भनिहाल्नुभयो भर्खरै गीता म्यामले यो कानुनी के कुराहरू छ, दर्ता गर्दाखेरि वैधानिकता के छ भनेर हामीले त्यसको बारेमा पनि तालिम लियौँ र हामीले क्षमता विकासको पनि तालिम गऱ्यौँ त्योभन्दा अगाडि गरेको कार्यक्रमहरू। र हामीले यो नारी दिवसकै दिनमा हाम्रो कल्पना म्यामले लिड गरेर हाइक अगेन्स्ट चाइल्ड म्यारेजको लागि हामीले हाइकिङ कार्यक्रम पनि सञ्चालन गरेका थियौँ। त्यो चाहिँ दर्ताभन्दा अगाडि गरेका कार्यक्रमहरू भयो र दर्ता गरिसकेपछि हामीले फर्स्टमै हामीलाई हाम्रो सदस्यहरूलाई चाहिँ प्रोत्साहन स्वरूप हाम्रो कल्पना म्यामले हल्का प्रोत्साहनको क्लास पनि लिनुभएको थियो र त्यसको उद्घाटन कार्यक्रम पनि भएको थियो। नगरपालिका वडा नम्बर 2 का महिला सदस्य जुन अयन्जिला गम्बोल हुनुहुन्थ्यो, उहाँलाई प्रमुख अतिथिका रूपमा बोलाएका थियौँ र हाम्रो कल्पना महर्जन चाहिँ उहाँ त्यहाँ त्यति बेला हामीलाई मोटिभेटरको रूपमा आइपुग्नु भएको थियो र त्यो कार्यक्रम हामीले त्यहाँ सञ्चालन गरेका थियौँ। सानेपा स्थित रिसोर्ट थियो, त्यहाँ हामीले सञ्चालन गरेका थियौँ। पहिलो कार्यक्रम थियो त्यो हाम्रो मोटिभेसन सहित दर्ता पछिको पहिला कार्यक्रम, तर दर्ता अगाडि पनि हामीले भनिहाल्नुभयो भर्खरै गीता म्यामले यो कानुनी के कुराहरू छ, दर्ता गर्दाखेरि वैधानिकता के छ भनेर हामीले त्यसको बारेमा पनि तालिम लियौँ र हामीले क्षमता विकासको पनि तालिम गऱ्यौँ त्योभन्दा अगाडि गरेको कार्यक्रमहरू। र हामीले यो नारी दिवसकै दिनमा हाम्रो कल्पना म्यामले लिड गरेर हाइक अगेन्स्ट चाइल्ड म्यारेजको लागि हामीले हाइकिङ कार्यक्रम पनि सञ्चालन गरेका थियौँ। त्यो चाहिँ दर्ताभन्दा अगाडि गरेका कार्यक्रमहरू भयो र दर्ता गरिसकेपछि हामीले फर्स्टमै हामीलाई हाम्रो सदस्यहरूलाई चाहिँ प्रोत्साहन स्वरूप हाम्रो कल्पना म्यामले हल्का प्रोत्साहनको क्लास पनि लिनुभएको थियो र त्यसको उद्घाटन कार्यक्रम पनि भएको थियो। ताली बजाइदिनु होला है, ताली। म्यामलाई धेरै धेरै बधाई छ। म्यामको प्रोफाइल म अलि धेरै भन्न चाहन्थेँ, म्यामको बारेमा सुन। ताली बजाइदिनु होला है, ताली। म्यामलाई धेरै धेरै बधाई छ। म्यामको प्रोफाइल म अलि धेरै भन्न चाहन्थेँ, म्यामको बारेमा सुन्दाले जोरदार ताली बजाइदिनु होला। हुटिङ चाहियो। बुधो कैदो आज हामीले थोरै डेमोन्स्ट्रेसन हेऱ्यौँ साना भाइ बहिनीबाट, सबै कुरा नेपालीमा उच्चारण गरिँदो रहेछ। सो यस्तो खेल हामीले प्रमोट गर्नुपर्छ र सुनिता म्याम हाम्रो सरको नाम नर्भस भएर श्री लक्ष्मी थापाज्यूलाई उहाँको आत्मविश्वास साहसको उच्च कदर गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। लक्ष्मी थापा म्याम, उहाँको बारेमा